सिंह राशि 2083 सालमा अष्टम भावमा रहेको शनिको गोचरले तपाईलाई आध्यात्मिक रूपमा अत्यन्तै फलदायी बनाउँदै जीवनको पुनर्संरचना गर्न मद्दत गर्नेछ। भौतिक संसारको विरक्ति हटेर जानेछ किनकि नयाँ सोचका साथ अघि बढ्दा रोकिएका काम बन्नेछन् र तपाईको आत्मविश्वास वात्तै बढ्नेछ। अझ जेठ 19 पछि 12औं भावमा पुग्ने बृहस्पति र अनुसन्धान जस्ता गहन विषयको प्रभावले त तपाईलाई भित्री रहस्यहरूको खोजीबाट सफलता दिलाउँदै विदेशी वा टाढाको स्रोतबाट राम्रो कमाई गराउनेछ। एकदम। अब हेर्नुहोस्, यो सुन्दा जति शक्तिशाली लाग्छ नि, हजुर, यसको भित्री पाटो अझै रोचक छ। आजको यस गहन अध्ययनमा हामी यही विषयमा प्रवेश गर्दैछौँ। सिंह राशिका व्यक्तिहरू जो सामान्यतया सधैँ केन्द्रबिन्दुमा बस्न रुचाउँछन् नि, भनौँ न उज्यालो प्रकाश र तालीको गडगडाट नै उनीहरूको अक्सिजन हो। पक्कै पनि नेतृत्व गर्ने उनीहरूको जन्मजात स्वभाव नै हो। हो त नि। तर जब त्यही ऊर्जावान स्वभावलाई अचानक एकान्तमा पठाइन्छ र भित्री रहस्य खोज्न लगाइन्छ, तब मनोवैज्ञानिक रूपमा कस्तो अवस्था सृजना हुन्छ होला? रौद्र संवत्सर अर्थात् 2083 सालले सिंह राशिका जातकको जीवनमा ल्याउने त्यही अभूतपूर्व परिवर्तनको आज हामी चिरफार गर्दैछौँ। यो आकाशीय क्यानभासलाई अलि गहिरिएर हेर्ने हो भने नि, हजुर, यो वर्ष सिंह राशिको कुण्डलीमा दुईवटा अत्यन्तै विरोधाभासपूर्ण तर शक्तिशाली ऊर्जाहरू सक्रिय छन्। प्रथम भाव, जसलाई हामी लग्न भन्छौँ नि, त्यहाँ बसेको केतु र अष्टम भावमा रहेको शनि। भनेपछि पहिलो र 8औं भावको कनेक्सन। ठ्याक्कै। सामान्य भाषामा भन्नुपर्दा लग्न भनेको मानिसको स्वयं वा आफ्नो चिनारी हो, अनि अष्टम भाव भनेको चाहिँ अचानक हुने परिवर्तन, सङ्कट र लुकेका रहस्यहरूको गहिरारी हो। ओहो। जब यी दुई भावमा यस्ता विरक्तिका कारक ग्रहहरू बस्छन् नि, मानिसलाई बाहिरी देखावती र सतही कुराहरू एकदमै खोक्रो लाग्न थाल्छ। मतलब भित्रैदेखि एउटा वितृष्णा जाग्ने भयो। एकदम। यो कुनै साधारण वर्ष होइन, यो त भ्रमका पर्दाहरू च्यातिएर जीवनको गहिरो यथार्थसँग साक्षात्कार गर्ने समय हो। मानिसले आफूलाई नै नयाँ सिराबाट चिन्ने अवसर पाउँछन्। मलाई यहाँनिर एउटा कुरा निकै चाखलाग्दो लाग्यो। हामीले यो अष्टम भाव र लग्नमा केतु भनिरहँदा यी ज्योतिषीय शब्दहरू सुन्दा जति भारी लाग्छन् नि, यिनको प्रभाव अझै सूक्ष्म हुन्छ जस्तो देखिन्छ। तर अब यति जटिल ग्रहहरूको गणित र तिनीहरूले कुन दिन कुन भावमा गएर के असर गर्छन् भन्ने कुरा सामान्य मानिसले हरेक दिन पात्रो पल्टाएर बुझ्न त पक्कै पनि सम्भव छैन नि, होइन र? बिल्कुल सम्भव छैन। कुन ग्रह कहिले वक्र हुन्छ, कुन दिन राशि परिवर्तन गर्छ र त्यसले व्यक्तिगत कुण्डलीमा कस्तो प्रभाव पार्छ भन्ने कुरा त विशुद्ध गणितीय र वैज्ञानिक विश्लेषण हो नि। यसका लागि त निरन्तरको निगरानी चाहिन्छ। हो, र त्यसै कारण हामीले यति ठूलो आत्मविश्वासका साथ सटीक र तथ्यपूर्ण रूपमा यी कुराहरू भन्न सक्नुको पछाडि एउटा बलियो आधार जोडिएको छ। हजुर। त्यो एकमात्र विश्वसनीय स्रोत भनेको मेरो नेपाल मोबाइल एप हो। एकदम सही कुरा गर्नुभयो। यसलाई यसरी बुझौँ न, यो एप भनेको जो कोहीको पनि आफ्नै खल्तीमा रहेको व्यक्तिगत ज्योतिष हो। अब अरू कुनै पात्रो या क्यालेन्डर एप मोबाइलमा राखिराख्नु पर्दैन। यो एउटै एप भए सबै पुग्छ। पक्कै पनि दैनिक जीवनमा यस्तो भरपर्दो साधन हुनु आफैमा महत्त्वपूर्ण कुरा हो। एकदमै। र यसको सबैभन्दा सबल पक्ष के हो भने नि, यो एपबाट दैनिक एउटा निशुल्क प्रश्न सोध्न सकिन्छ। वाउ, त्यो त निकै राम्रो सुविधा हो नि। जस्तै विवाह कहिले हुन्छ, सम्बन्ध कस्तो रहन्छ, सन्तान, आर्थिक अवस्था, रोजगार वा विदेश यात्राको योग कस्तो छ। हरेक प्रश्न जुन आफूलाई जान्न मन लागेको छ त्यो निर्धक्क सोध्न सकिन्छ र उत्तर तुरुन्तै पाइन्छ। भनेपछि पर्खिनु परेन। दैनिक एउटा प्रश्नको उत्तर निशुल्क प्राप्त गर्न सकिन्छ। हामीले खास गरी प्रयोगकर्ताहरूका लागि नै यो निशुल्क सेवा ल्याएका हौं। अझ विशेष कुरा त आफ्नो व्यक्तिगत कुण्डली र चलेको दशा अनुसारको राशिफल पनि यसैबाट निशुल्क प्राप्त गर्न सकिन्छ। चलेको दशा अनुसारको भन्नाले? हजुर, ठ्याक्कै आफ्नो कुण्डलीमा जे दशा चलेको छ त्यही अनुसार। साथै आफ्नो कुण्डली अनुसार दैनिक 3वटा प्रश्न पनि निशुल्क सोध्न सकिने व्यवस्था छ। यो सुविधाले गर्दा हरेक व्यक्तिले आफ्नो जीवनको सूक्ष्म विश्लेषण आफै प्राप्त गर्न सक्छन्।
सही समयमा पाएको यस्तो सटिक जानकारीले ठूला सङ्कटहरूबाट जोगाउने मात्र होइन नि, आउन सक्ने अवसरहरूलाई चिन्न पनि निकै मद्दत गर्छ। त्यही अवसर र सङ्कटको कुरा गर्दा म अघिको विषयमा फर्कन चाहन्छु। भन्नुस् न। यहाँ अष्टम भावको शनिले रूपान्तरण माग्छ भनिएको छ नि, म यसलाई एउटा उदाहरणबाट बुझ्ने प्रयास गर्छु है त। हौस्। मानव एउटा निकै पुरानो घर छ, त्यसलाई बलियो बनाउन बाहिरबाट नयाँ रङ दलेर वा टालटुल गरेर मात्र हुँदैन। त्यसका कमजोर पर्खालहरू भत्काएर अझै गहिरो र नयाँ जग हाल्नै पर्छ। के यो वर्ष सिंह राशिका व्यक्तिहरूको कर्मक्षेत्र वा करियर पनि त्यस्तै भत्किएर नयाँ बन्ने प्रक्रियाबाट गुज्रिँदैछ त? यो एकदमै सान्दर्भिक प्रश्न हो। मतलब के एउटा सामान्य जागिर खाइरहेको मानिसले अचानक जागिर गुमाउने हो? अब हेर्नुहोस्, अष्टम भावको शनिलाई लिएर मानिसहरूमा ठूलो डर छ कि यसले सबै कुरा भत्काइदिन्छ। तर शनि भनेको विनाशकारी मात्र होइन, उनी त कर्मका कडा लेखा परीक्षक हुन्। अडिटर जस्तै। ठ्याक्कै। जसरी एउटा कडा लेखा परीक्षकले कम्पनीको खाता हेर्दा कुनै पनि फर्जी वा कमजोर लगानीलाई सिधै खारेज गर्न लगाउँछ नि, हजुर, शनिले पनि त्यस्तै काम नलाग्ने, कमजोर र दिगो नहुने व्यावसायिक योजनाहरूलाई जबरजस्ती भत्काइदिन्छन्। ओहो। तर यदि कसैले आफ्नो जागिर वा व्यापारमा इमान्दारीपूर्वक जग बसालेको छ भने नि, शनिले त्यसलाई भत्काउँदैनन्, बरु झन बलियो बनाउँछन्। भनेपछि बलियो जग छ भने डराउनु परेन। तर यदि जग नै कमजोर छ भने चाहिँ नयाँ र बलियो भवन बनाउनको लागि पुरानो संरचना भत्काउनुको विकल्प हुँदैन। भनेपछि जसले सर्टकट खोजिरहेका छन् नि, उनीहरूका लागि यो निकै कष्टकर समय हुन सक्छ। निसन्देह। यहाँनिर एउटा कडा चेतावनी नै छ, छिटो धनी हुने प्रलोभन। अष्टम शनिले कडा मेहनत, धैर्यता र नयाँ सोचको मात्र कदर गर्छन्। बिना मेहनत रातारात धनी बन्ने महत्वाकांक्षालाई शनिले चकनाचुर पारिदिन्छन्। यो त निकै कडा परीक्षण भयो सिंह राशिका लागि। तर खै, के यो वर्षभरि नै यस्तै सङ्घर्ष मात्र चलिरहन्छ त? केही राहतको समय पनि त होला नि? पक्कै छ। सधैँ अँध्यारो मात्र त कहाँ हुन्छ र? जब भाद्र 1 गते सूर्य सिंह राशिमा अर्थात् आफ्नै घरमा प्रवेश गर्छन् नि, हजुर, तब परिस्थितिमा ठूलो बदलाव आउँछ। सूर्य सिंह राशिको स्वामी हो। जब स्वामी आफ्नै घरमा आउँछ, तब त्यसले मानिसमा अकल्पनीय ऊर्जा र आत्मविश्वास भर्छ। भनेपछि भाद्र 1 पछि चाहिँ माहौल तात्ने भयो। एकदम। महिनौदेखि अड्किएका, रोकिएका र निराशाजनक अवस्थामा